त्यसै गरी लोकसेवामा सोधिरहने नम्बर सिरिजको चाहिँ अर्को टाइपको प्रश्न। यसमा एकपल्ट क्वेसन हेर्ने सुरुमा 7, 10, 15, 22 अनि बिचमा कति हुन्छ भनेर सोधेको छ अनि 46 दिएको छ। सबभन्दा पहिला इजिली अब यहाँ केही माइन्डमा क्लिक भयो भने त ठिकै छ, होइन भने सुरुमा इजीको लागि डिफ्रेन्स निकालिदिने। 7, 3, 10, 10, 5, 15, 15, 7, 22, त्यसपछि सर्टेन थाहा छैन, त्यसपछि थाहा छैन। अब एउटा प्याटर्न छ कि नै, 3 छ, 5 छ, 7 छ। एउटा कुरा के हेर्ने भन्दाखेरि 3 मा 2 जोडे 5 हुन्छ, 5 मा 2 जोडे 7 हुन्छ। अनि त्यसमा 2 जोडेर त्यसमा 2 जोडेर हेर्ने 8, 9, 22 मा 9 जोड्ने कति हुन्छ, त्यसमा फेरि प्लस 11 जोड्ने, त्यति गर्दाखेरि 46 आउँछ कि आउँदैन भनेर हेर्ने एकपल्ट। र त्यो गर्दा आउँछ कि आउँदैन, यदि आयो भने त ठिक छ, एन्सर भइहाल्यो। सपोज ल अब अहिले प्याटर्नमा जाउँ, 3, 5, 7, 9 र 11 जोडिएर न त। यसमा 22 मा 9 जोड्ने हो भने 32 माइनस 1 भनेपछि 31 आयो। अनि त्यसपछि 31 मा 11 जोड्ने हो भने 41, 42, 42 हुन्छ भनेपछि यो कुरा त हो रहेछ त, यो प्याटर्न होइन रहेछ। डिफ्रेन्स आएको ठिक छ, यहाँनिर 3, 5, 7 ठिक छ, डिफ्रेन्स त यही नै हो। अब के पनि हुनसक्छ भनेर हेर्नु पऱ्यो भने यी कुराहरू के हो, प्राइम नम्बर हो 3, 5, 7। अब योभन्दा पछिको प्राइम नम्बर के हो, योभन्दा पछिको प्राइम नम्बर 3, 5, 7 पछिको प्राइम नम्बर भनेको 11 हो। एकपल्ट ट्राई गरिहेरौँ, 11 जोडौँ। अनि त्यसपछि 11 पछिको के हो भन्दाखेरि 13 हो। 22 मा 11 जोडौँ, 32, 1, 33, 33 आयो है। 33 मा फेरि 13 जोडौँ, 43, 46 भनेपछि हाम्रो यो वाला प्याटर्न चाहिँ रहेछ। यसमा प्राइम नम्बर लजिक के हो भन्दाखेरि प्राइम नम्बर यसरी जोडेर आएको रहेछ भने यसरी थाहा हुन्छ। भनेपछि यो क्वेसनको एन्सर के भयो, 33 यो होइन है, 33 चाहिँ हाम्रो एन्सर भयो। र अब अर्को प्रश्न रहेको छ, अर्को क्वेसन यहाँ हेर्ने। यसमा पनि यसमा सुरुमा क्वेसन हेर्ने, कुनै प्याटर्न फिल भयो भने ठिक छ, फास्ट गर्न सकिन्छ नि त, हामीलाई जति सक्दो चाँडो गर्नु परेको हुन्छ, ठिक छ। नत्र भने मैले भने जस्तै डिफ्रेन्स निकाल्ने। यो क्वेसनलाई त दुईवटा तरिकाले गर्न सकिन्छ अझ इजिली। यसमा डिफ्रेन्स निकाल्ने, यो दुईवटाको डिफ्रेन्स कति हो भन्दाखेरि 9, 7, 1 भनेपछि यसको पनि 179, यसको पनि 179। यिनीहरू भनेपछि यिनीहरूको डिफ्रेन्स के रहेछ, सेम रहेछ भनेपछि यहाँ के हुनु पर्यो, यसमा प्लस 179 गर्दाखेरि आएको एन्सर हुने भयो। यो भयो एउटा लजिक, सेम डिफ्रेन्स छ। अर्को अझ यसलाई इजिली फास्ट गर्न सक्नको लागि के छ भन्दाखेरि 1, 3 हेरौँ एकपल्ट लेटरको प्याटर्नहरू 1, 3, 5, 7 भनेपछि यसमा के भएको छ, 1 मा 2 जोडे 3 भएको छ, 3 मा 2 जोडे 5 भएको छ, 5 मा 2 जोडे 7 भएको छ भनेपछि यहाँको फर्स्ट लेटर के हुने भयो भन्दाखेरि 9 एउटा यो भयो। र त्यसपछि आउँछ सेकेन्डको बिचको हेरौँ, 9 छ, 9 मा घटेर 7 भएको छ, 5 भएको छ, 3 भएको छ भनेपछि त्यसपछि के होला, 1 होला। त्यसपछि लास्टको हेरौँ, 7 छ, 6, 5, 4 भनेपछि के आउला, अब 3 आउला भनेपछि 913 यो हाम्रो एन्सर भयो। यसलाई दुइटै लजिकबाट गर्न सकिन्छ। र यस्तै अरू पनि प्याटर्नका क्वेसनहरू हेर्नका लागि कृपया फलो गर्नुहोला।